के तपाईँ पनि नेप्सेमा सेयर किन्न चाहनुहुन्छ तर कहाँबाट सुरु गर्ने भन्ने थाहा छैन? आइपिओ पछि सेकेन्डरी मार्केटबाट सेयर कसरी किन्ने? आजको भिडियोमा म तपाईँलाई बिल्कुल सुरुदेखि अन्त्यसम्म स्टेप बाई स्टेप सजिलो भाषामा सम्पूर्ण प्रक्रिया सिकाउनेछु। यदि तपाईँ बिगिनर हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। सबैभन्दा पहिले आफ्नो ब्रोकरको टिएमएस वेबसाइट खोल्नुहोस्। त्यसपछि आफ्नो युजर नेम, पासवर्ड र क्याप्चा भरेर लगइन गर्नुहोस्। लगइन गरेपछि तपाईको ड्याशबोर्ड खुल्छ। यहाँ मार्केट वाच, बाई, सेल, अर्डर बुक, ट्रेड बुक, पोर्टफोलियो र फन्ड्स जस्ता विकल्पहरू देख्नुहुन्छ। यी सबै विकल्पको काम फरक हुन्छ, तर सेयर किन्नका लागि हामी मुख्य रूपमा मार्केट वाच र बाईमा ध्यान दिनेछौँ। अब तपाईले किन्न चाहेको कम्पनीको सिम्बल सर्च गर्नुहोस्। उदाहरणका लागि NBL। कम्पनी चयन गरेपछि त्यसको अहिलेको मूल्य, बाई र सेल अर्डर साथै प्राइस मुभमेन्ट देख्न सक्नुहुन्छ। अब मार्केट डेप्थ हेर्नुहोस्। यहाँ कुन मूल्यमा कति किता किन्ने र बेच्ने अर्डर राखिएको छ भन्ने जानकारी हुन्छ। यसले तपाईलाई कुन मूल्यमा सेयर किन्दा उपयुक्त हुन्छ भन्ने निर्णय गर्न मद्दत गर्छ। कति किता सेयर किन्ने हो अर्थात् क्वान्टिटी र प्रति किता कति मूल्यमा किन्ने हो अर्थात् प्राइस लेख्नुहोस्। सबै विवरण राम्रोसँग जाँचिसकेपछि सबमिट वा प्लेस अर्डरमा क्लिक गर्नुहोस्। अब अर्डर बुकमा गएर आफ्नो अर्डरको स्टेटस हेर्नुहोस्। यदि केही समय पेन्डिङ देखियो भने आत्तिनु पर्दैन। अर्डर कम्प्लिट भएपछि तपाईको मोबाइल नम्बर र जीमेल आइडीमा अर्डर कम्प्लिटेड भएको कन्फर्मेसन मेसेज प्राप्त हुन्छ। अर्डर सक्सेसफुल्ली एक्जिक्युट भएपछि कारोबार त्यत्तिकै सकिँदैन। त्यसपछि सेटलमेन्ट प्रोसेस गर्नुपर्छ। सेटलमेन्ट भनेको तपाईले किनेको सेयरको रकम ब्रोकर मार्फत भुक्तानी गर्ने प्रक्रिया हो। यसका लागि सबैभन्दा पहिले फन्ड म्यानेजमेन्टमा जानुहोस्। त्यसपछि कोल्याट्रल म्यानेजमेन्टमा क्लिक गर्नुहोस्। अब लोड कोल्याट्रलमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले कुन माध्यमबाट पैसा जम्मा गर्ने हो त्यो पेमेन्ट मेथड छान्नुहोस्। अब जम्मा गर्नुपर्ने एमाउन्ट लेखेर लोड कोल्याट्रलमा क्लिक गर्नुहोस्। कोल्याट्रल सक्सेसफुली लोड भएपछि फेरि ड्याशबोर्डमा फर्कनुहोस्। अब फन्ड सेटलमेन्टमा क्लिक गर्नुहोस्। त्यसपछि बाई इन्फर्मेसनमा जानुहोस्। अब आफूले सेटलमेन्ट गर्नुपर्ने कारोबारको एसएनमा टिक लगाउनुहोस्। त्यसपछि मेक सेटलमेन्टमा क्लिक गर्नुहोस्। अब पेमेन्ट मोडमा कोल्याट्रल छान्नुहोस्। त्यसपछि बाई एमाउन्ट जति देखिएको छ त्यही रकम राख्नुहोस् र पेमेन्ट कन्फर्ममा क्लिक गर्नुहोस्। यति गरेपछि तपाईको सेटलमेन्ट सक्सेसफुल्ली कम्प्लिट हुन्छ। सेटलमेन्ट पूरा भएपछि तपाईले किनेको सेयर हाल लागू भएको सेटलमेन्ट साइकल अनुसार सामान्यतया करिब 3 कारोबार दिनभित्र तपाईको डिम्याट एकाउन्टमा जम्मा हुन्छ। त्यसपछि ती सेयर मेरो सेयर र पोर्टफोलियोमा पनि देख्न सक्नुहुन्छ। यसरी तपाईले सेकेन्डरी मार्केटबाट सेयर किन्ने सम्पूर्ण प्रक्रिया सफलतापूर्वक पूरा गर्न सक्नुहुन्छ।